ल हामी चाहिँ बेलुकाको खाना खान जाँदैछौँ दाइहरूसँग र गरिजना दाइहरूसँग। आजको खानामा चाहिँ कस्तो छ म देखाउँछु तपाईँहरूलाई। मेसलमा एन्ट्री। ल यो चाहिँ मेसल है, यो मेसलमा चाहिँ हामीले भात खान्छौँ। ल फाइनल्ली डिनर आयो। मैले चाहिँ नन भेज खाइनँ आज, ससेज थियो, भेज खाना है। के मैले लसुन ल्याएको थिएन बढी हुन्छ भोलि त जसरी भए पनि मैले लसुन त्यहाँ गएर 10 रुपियाँ लिनुपर्छ कि त्यहाँबाट यहाँ यत्रो समस्या कोही बात लसुन कि मान्छेले ल हरियो हरियो खोर्सानी लसुनको अर्थ बुझी खाइदिन्छ कि बाबा आइज खुर्सानी छ लसुन पनि खानुपर्छ। बिगाड गरेको खोर्सानी खै कहाँ गरेको पाउँछ बस्नु 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 काम पनि खानु खानु सक्नुहुन्न। भात कत्रो देखिँदो रहेछ भिडियोमा, भात कत्रो देखिँदो रहेछ हेर्नु न। लसुन खाँदै तपाईँ केमा त्यो भिडियो हाल्दैछु भनेको त्यो ऊ हालेछु भन्नु कता हो कता मैले देखेँ उसमा हो क्या वाट्सएपमा भेटेँ नि त मैले तपाईँको त्यो नवीन ग्यावाली हो? हो हो त्यसमा हाल्छ। नवीन ग्यावाली नै हाल्दैछ। मेरो कसले लाग्यो खाना मैले लागेको मैले हो ढोका खोले हेरेछ मैले पनि हाल्दैछु। कहाँबाट भेटी आएको भन्दैन लसुन खान्छौ गाउँले पारामा खाने हो क्या यसरी, हो नि होइन? यहाँ धारामा गाउँले पारामा खोर्सानी खाने 12 रुपियाँ ल्याउनु नम्बर